यस्तो बनाएको छ नि हिजोको 14 गतेको ल्याएर झन्डै 15-20 मिनटले म कटेछु कटिम यस्तो बाटो अलिकति माथि पुगेन हाम्रो जिन्दगी धराप रह जहाँ पनि हेर्नु यस्तो छ है। यहाँ यो फेरि चाहिँ यो दिङलाको आँपरी भन्ने ठाउँमा चाहिँ दाना भन्दा केही छैन। हेर्नुहोस् सकेछ यार हिजोको 14 गतेको चाहिँ बेलुका 3-4 बजेको हावा पानीले चाहिँ यस्तो गरे गाई विध्वंस मच्याएको छ गाई। यो जुन दिङलाको साइडमा चाहिँ खोटीको दिङला साइडमा चाहिँ सबै केही छैन, बाटो अवरुद्ध छ गाई जो होइन, डेन्जर बाटो छ। हेर्नु गाडी छिर्न गाह्रो छ। हिजो हाम्रो भगवानको कृपाले बचाए गाई होइन। यस्तो रुख कति लडेछ सेकेन्ड ठाउँमा हामी सेकेन्डले माथि पुग्यौँ। नभए हाम्रो हाइवे भेट्यौँ, हाइवे झन्डै एक ठाउँ चाहिँ किचायो होइन, झन्डै लागाडलाई पनि यस्तो रहेछ। अनि हामीलाई त सेकेन्डमा सबै एक मिटर के भनौँ न आधी मिटर फरकमा रुख लडिरहेछ गाई सबै होइन। दाना भन्दा केही छैन। फेरि कमल उदात हुँदो दाना गएन हेर्नुहोस् सबै यता हेर्नु बाँसघारीमा मर्काएको बाँसघारीसम्म चाहिँ भएछ त्यस्तो छ है गाई सबै लासिएर केही छैन। गाडी छिर्ने भएन, गाई गाह्रो छ। अब यहाँबाट छिराएर पल्लोमा के गर्ने गाई चाहिँ यस्तै छ है गाई गाह्रो छ।